सुनाइ पाठ 14 अन्धविश्वास समाजमा पहिलादेखि चलिआएका कतिपय कुरीतिलाई बिना तर्क स्वीकार गर्नुलाई अन्धविश्वास भनिन्छ। विचार नपुर्याई गरिने यस्ता विश्वासले समाजमा विभिन्न किसिमका समस्या निम्त्याउँछन्। अन्धविश्वासले समाज पछाडि पर्छ। समाजमा बोक्सीको आरोप लगाएर हुने हिंसा यसको उदाहरण हो। हाम्रो समाजमा अझ पनि कतिपय व्यक्तिहरू बिरामी हुँदा धामी झाँक्री लगाउँछन्। भूत, प्रेत, पिशाचमा विश्वास गर्छन्। मान्छेमा छुवाछुत गर्छन्। कुनै रोग र अशक्ततालाई पूर्वजन्मको फल मान्छन्। यी सबै अन्धविश्वासका कारणले भएका हुन्। यस्तो अन्धविश्वासले मानिसमा विभेद सिर्जना गर्दछ। तार्किक सत्यलाई मान्दैन। मानिसमा वितृष्णा निम्त्याउँछ। फलतः समाज झन पछाडि धकेलिन्छ। हाम्रो समाजले वैज्ञानिक सत्य नभएका कतिपय यस्ता कुरालाई कम गर्दै लगेको छ। त्यसैले यस्तो अन्धविश्वासलाई हामी सबै मिलेर हटाउनुपर्छ।